आजभन्दा करिब 31 वर्ष पहिले मदन भण्डारीको मृत्युपछि 2051 सालमा भएको निर्वाचनमा विद्यादेवी भण्डारीले झुटको सहारा लिएर उक्त निर्वाचन कसरी जितेकी थिइन् यो भिडियो मार्फत सुनौ। त्यो पोस्टर टाँसिएपछि राति चाहिँ मैले त्यसमा गोबर हान्न लागेको म आफैले गरेँ र मसी छर्न लागेको म आफैले गरेँ। त्यसमा हामी छर्यौँ। भोलिपल्टको कार्यक्रममा त्यो उद्घोषक म भएर यो के गरेको नेपाली काङ्ग्रेस हो, किन गोबर हानेको भन्ने इस्यु मैले उठाएको, यो रगत किन छापेको भन्ने पनि मै हुँ। र यसलाई चाहिँ चुनाव क्षेत्रभरिमा यस्तो गर्न नहुने चाहिँ पोस्टरमा यसरी रङ छाप्ने काम गरे। नेपाली काङ्ग्रेस हारिसक्यो, मानसिक रूपमा पराजित भयो है भन्ने चाहिँ यो कुकर्म गर्ने मै हुँ, यो खुराफात गर्ने मै हुँ। हाल 31 वर्षपछि पनि उही झुटको सहारा कसरी लिँदैछ एकपटक पुनः सुनौ। मलाई थाहा छ, पहिला संसद चल्यो, पछि गोली चल्यो। 2082 साल भाद्र 23 गते 19 जना कलिला स्कुले बच्चाहरूको हत्या र नरसंहार पछि मात्र भाद्र 24 गतेको जेनजी आन्दोलनले संसद भवन जलाएको हो। संसद भवन मात्रै होइन, देशका धेरै संरचनाहरू जलेका हुन्। त्यसकारण भाद्र 23 गतेको कारणले 24 गते आएको हो।